नमस्ते दर्शकवृन्द र तपाईलाई आज यस नयाँ भिडियोमा फेरि स्वागत गर्न चाहन्छौँ। आजको यस नयाँ भिडियोमा हामी विशेष गरिकन अहिलेको माहौलमा चलिरहेको अर्थात् म आफ्नो फ्री समयमा आफ्नो प्रस्तुत लिएर आइसकेको छु। यो फ्री समयमा के रहेको छ विशेष भन्दाखेरि अहिलेको यो दशैंको माहौलमा म आफ्नो भनाइहरूलाई अभिव्यक्त गर्न खोजिरहेको छु र आफ्नो भनाइहरूलाई सक्दो राम्रो तरिकाले अभिव्यक्त गर्न खोजिरहेको छु। त्यसै मुखमा हामी माझ अहिले दशैं मेलाको मुखमा हामी छौँ र दशैं मेलाको क्रममा हामीले दशैं र मेला जाँदा र मेला जाँदाको फाइदा र बेफाइदा, कुनै पनि कामको फाइदा र बेफाइदा दुवै हुने गर्दो रहेछन्। त्यसैगरी म यस भिडियोमा तपाईलाई बताउने छु कि दशैं मेला जानुको फाइदा तथा दशैं मेला नजानुको फाइदा अर्थात् बेफाइदाहरू, मेलाको बेफाइदाहरू यस भिडियो मार्फत प्रस्तुत गर्न गइरहेको छु। कृपया गरी यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु। सर्वप्रथम म फाइदाको कुरा गर्न चाहन्छु। फाइदाको कुरा गर्नुपर्दा म 5 वटा फाइदाको कुरा गर्छु, त्यसैगरी 5 वटा बेफाइदाको कुरा गर्छु। सर्वप्रथम फाइदाको कुरा गर्दा सांस्कृतिक अनुभव हुन्छ। परम्परा, सांस्कृतिक र धार्मिक गतिविधिहरू नजिकबाट हामीले अवलोकन गर्न पाउँछौँ अथवा अनुभव गर्न पाउँछौँ। जस्तै कि संस्कृतिको कुरा गर्नुपर्दा दशैं मेला भनेको प्रायजसो सन्थाली समुदायमा मनाइने एउटा दशैं नाचको रूपमा चिनिन्छ र अरू जातिहरूले सन्थाली जातको बारेमा परम्परा तथा उनीहरूको सांस्कृतिक अनुभव गर्ने मौका दशैंले दिएको छ। यो भनेको एउटा फाइदाको विषय हो। अर्को भनेको मनोरञ्जन। दशैंमा विभिन्न किसिमका झुला, नाचगान तथा अन्य मनोरञ्जन क्रियाकलापहरू हुन्छन् जसले गर्दा एकदमै मनोरञ्जन दिइरहेको हुन्छन्। तेस्रो भनेको व्यापार र रोजगारी। स्थानीय व्यवसायी तथा उद्यमीहरू विभिन्न खेलौनाहरू बेचेर आम्दानी गर्न सक्छन्। त्यो भनेको पनि एउटा फाइदाको रूपमा हामीले लिन सक्छौँ। त्यसैगरी सामाजिक सम्बन्ध। दशैं मेलामा हामीले आफन्त, साथी वा टाढाका मान्छेसँग हामीले प्रत्यक्ष रूपमा भेटघाट गर्ने भएकाले हाम्रो सामाजिक सम्बन्ध पनि बलियो बन्छन्। त्यसैगरी स्थानको पहिचान पनि हुन्छ। जस्तो कि हामीले टाढाको ठाउँमा हामीले मेला गइरहेको छौँ भने त्यो स्थानको एउटा वास्तविक पहिचानको रूपमा पनि रहन्छ भन्ने कुरा 5 वटा फाइदाहरू भयो भने अब म 5 वटा बेफाइदाहरू बताउन गइरहेको छु। सर्वप्रथम दशैंले गर्दा भिडभाडहरू हुने गर्छन्। भिडभाडको सम्भावना उच्च हुन्छन्। अत्याधिक भिडभाडमा हामीले असुविधा महसुस गर्न सक्छौँ र दोस्रो बुँदामा भन्नुपर्दा चोरी पकेटीहरू पनि हुन सक्छन्। दशैं भनेको एकदमै भिडभाडको समय अथवा भिडभाडको ठाउँ हो। त्यहाँ चोरी पकेटीहरू पनि हुन सक्छन् भने हामी सचेत हुनुपर्ने आवश्यक छन्। त्यसैगरी स्वास्थ्यमा पनि जोखिम हुन्छ। अब दशैंमा बाहिर राखेका खुल्ला ठाउँमा राखेको खाने कुराहरू हामीले खायौँ भने हाम्रो स्वास्थ्यमा नकारात्मक अथवा स्वास्थ्यमा असर पुग्न सक्छन्। त्यो भनेको हाम्रो तेस्रो बेफाइदा। र चौथोमा के छ भन्दाखेरि खर्च बढ्ने। अब दशैं मेला जाँदाखेरि के हुन्छ सामान्यतया भन्दाखेरि खर्च बढ्ने हुन्छ। त्यसैले अब जो व्यक्ति अब खर्चदेखि डराउने हुन्छन् तिनीहरूको लागि दशैं मेला भनेको नजानु नै बेस्ट हुन्छ भन्ने म भन्न चाहन्छु। अब पाँचौं भनेको सामाजिक अथवा सुरक्षाको समस्या हुन्छ। दशैं मेलामा भिडभाड हुने भएकाले धक्कामुक्का पनि हुन सक्छन् जसले गर्दा असहज महसुस गर्न सक्छौँ
र त्यसरी नै हामीले 5वटा बुँदाहरू प्रस्तुत गऱ्यौँ। अब भन्नुपर्दा वास्तवमा के हो भन्दाखेरि हामीले दसैँ मेलालाई एउटा वर्षको एक दिन आउने अथवा एकपटक आउने चाडपर्व पनि हो र हामीले दसैँ पर्वलाई संयम र अनुशासित भएर हामीले मनायौँ भने दसैँ भनेको एकदमै उत्कृष्ट हुन्छन् दसैँ मेला। त्यसै गरी हामीले दसैँ मेलामा र हामीले खर्चबाट अलि कम्ती नै खर्च गरेर पनि हामीले दसैँ मेला मनाउन सक्छौँ भनेर हामी जनाउनेछौँ। आशा छ तपाईँलाई यस भिडियो राम्रो लाग्यो होला। तपाईँ पनि अहिले मेला घुम्दै हुनुहुन्छ र मेला कस्तो भइरहेको छ त्यो आफ्नो प्रतिक्रिया कमेन्टमा दिइराख्नु हुन हार्दिक अनुरोध गर्दै यहाँबाट बिदा माग्न चाहन्छु। हस्त धन्यवाद।